सक्नुहुन्छ 14,000 12,000 4,000 र त्यसैगरी 1300 6000 गर्दै गर्दै यहाँनिर 1300 गरेर टोटल मैले 40,000 जति कमाइसकेको छु यो एप्लिकेसनबाट। र यो एप्लिकेसनबाट चाहिँ हामीले सजिलोसँग कमाएको पैसा चाहिँ नेपालमा इसेवा खल्तीमा सजिलोसँग निकाल्न सकिन्छ नेपालकै वालेटहरुमा। यो भिडियोमा तपाईहरुलाई यो एप्लिकेसनबाट कसरी पैसा कमाउन सकिन्छ A to Z प्रोसेसहरु सिकाउने छु। यदि तपाईहरु पनि सिक्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नु होला। यो एप्लिकेसनको नाम चाहिँ टक एप रहेको छ। यो एपको डाउनलोड लिंक म तपाईलाई डिस्क्रिप्सनमा अथवा कमेन्टमा पनि राख्दिने छु र त्यो लिंकमा क्लिक गर्नुबित्तिकै यस्तो पेजमा आउनुहुनेछ। तपाईले सुरुवात दिनमा बोनस पनि पाउनुहुनेछ। तपाईले जुन दिन यो अकाउन्ट क्रिएट गर्नुहुन्छ त्यो दिनदेखि तपाईले लगातार यहाँनिर चाहिँ लाइभ बस्न सक्नुहुन्छ र त्यसैगरी स्पिनमा पनि बोनस पाउनुहुनेछ टिकटहरु र लगातार 7 दिन तपाईहरु लाइभ बस्नु भयो भने 7 दिनको तपाईहरुलाई एप्लिकेसनले रिवार्ड दिनेछ, बोनस दिनेछ र त्यो सँगसँगै तपाईले गिफ्ट पाउनु भयो भने त्यसको पनि फाल्टो तपाईहरुको कमाइ हुनेछ। र डिस्क्रिप्सनमा दिएको लिंकमा क्लिक गर्नुबित्तिकै यस्तो पेज ओपन हुन्छ र यहाँनिर गेट इट अन गुगल प्ले को अप्सनमा क्लिक गर्नुस्। त्यसपछि डाइरेक्ट तपाईहरु यहाँनिर एप्लिकेसन डाउनलोड गर्ने पेजमा पुग्नुहुनेछ। यदि यस्तो पेज आयो भने तल यो गुगल प्ले को अप्सनमा क्लिक गरिदिनुस्, भइहाल्छ यहाँनिर। त्यसपछि यहाँनिर रिडाइरेक्ट हुनेछ। त्यसपछि यहाँनिर इन्स्टल को अप्सनमा क्लिक गर्नुस्। मैले चाहिँ अलरेडी इन्स्टल गरिसकेको छु। इन्स्टल गरिसकेपछि तपाईले भेरिफाई पनि गर्नुपर्ने हुन्छ, अकाउन्ट पनि क्रिएट गर्नुपर्ने हुन्छ। र एप्लिकेसनलाई इन्स्टल गरिसक्नु भएपछि ओपन गर्नुस् र यहाँनिर यस्तो प्रकारको इन्टरफेस ओपन हुनेछ। र यहाँनिर अकाउन्ट बनाउन एकदम इजी छ। जस्तै तपाईले यहाँनिर साइन इन विथ गुगल को अप्सनमा क्लिक गरिदिनुस् डाइरेक्ट यहाँनिर र त्यसपछि तपाईहरुको मोबाइलमा जति पनि गुगल अकाउन्टहरु लगइन छ सबै देखाउनेछ। जुनबाट अकाउन्ट क्रिएट गर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुस् र अकाउन्ट क्रिएट हुनेछ। त्यसपछि यहाँनिर ल्याङ्ग्वेज चुज गर्नु भनेको छ जो सो तपाईले हिन्दी अथवा तपाईले यहाँनिर इंग्लिशहरु यसरी चुज गर्न सक्नुहुनेछ। जस्तै मैले इंग्लिश चुज गरे, त्यसपछि नेक्स्ट गरे र मेल हो कि फिमेल हो भनेको छ। अब तपाईले यसरी मेल हो कि फिमेल हो त्यो चुज गर्नुस् र नेक्स्ट को अप्सनमा क्लिक गर्नुस् र यहाँनिर पर्मिसन मागेको छ यसलाई अलाउ गरिदिनुस् र व्हाइल युजिङ द एप भन्ने अप्सनमा यसरी क्लिक गरेर अलाउ गरिदिनुस्। र यति भइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ एप्लिकेसन ओपन भएको छ। अब यहाँनिर चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईले यहाँनिर भेरिफाईहरु गर्नुपर्ने हुन्छ, आफ्नो अथेन्टिकेसन भेरिफाईहरु र त्यसको लागि चाहिँ तपाईले जस्ट यसमा प्रोफाइलको अप्सनमा क्लिक गरेर जानुपर्ने हुन्छ र त्यसपछि यहाँनिर तपाईले यो अर्निङ सेन्टर भन्ने पाउनुहुनेछ। अर्निङ सेन्टरको अप्सनमा जस्ट तपाईले क्लिक गर्नुस् र क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ 80,000 कोइन चाहिँ मैले पाएको छु। र त्यसपछि यहाँनिर स्पिनहरु दिएको छ। अब गो टु स्पिनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। 3 चोटी स्पिन दिएको छ। अब यहाँनिर स्पिनको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ र स्पिन स्टार्ट हुन्छ र यहाँनिर देख्न सक्नुहुन्छ अब जहाँनिर रोकिन्छ त्यो चाहिँ तपाईहरुको अकाउन्टमा एड हुनेछ। जस्तै अब डबल रिवार्ड भनेको छ र यहाँनिर देख्न सक्नुहुन्छ यति रहेको छ। अब यसलाई डबल गर्दाखेरि यहाँनिर देख्न सक्नुहुन्छ 73,000 कोइन भएको छ जुन भनेको $7.3 हुनेछ। र फेरि अब यहाँनिर तपाईले स्पिनको अप्सनमा यसरी क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि फेरि यहाँनिर रिवार्ड परेको छ। अब यहाँनिर पनि देख्न सक्नुहुन्छ 6,000 कोइन परेको छ र त्यसपछि अब यहाँनिर गो टु ट्याक्स भनेर देखाएको छ। फेरि यहाँनिर स्पिनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर फेरि यहाँनिर कोइन परेर देख्न सक्नुहुनेछ यहाँनिर 79,000 कोइन भएको छ जुन भनेको $7.9। यो चाहिँ यसरी तपाईलाई यसरी स्पिन गर्दाखेरि दिनेछ। यो लगभग 80,000 कोइन भएपछि यहाँनिर चाहिँ विथड्र गर्न मिल्नेछ, क्याश आउट गर्न मिल्नेछ र 80,000 कोइन भनेको चाहिँ $8 हुन्छ। र यहाँनिर अब तल स्क्रल गर्दै जानु भएपछि यहाँनिर अन्तिममा तपाईले यो कम्प्लिट अथेन्टिकेसन भन्ने अप्सन पाउनुहुनेछ। यसमा गो को अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर तपाईले सुरुमा कन्ट्री सेलेक्ट गर्नुस्। यहाँनिर यसरी यहाँनिर क्लिक गरेर चाहिँ यहाँनिर नेपाल लेखेर सर्च गर्नुस् र यहाँनिर नेपाल कन्ट्री आउँछ। त्यसपछि यहाँनिर आफ्नो फोन नम्बर लाउनुस् र त्यसपछि गेट ओटीपी को अप्सनमा क्लिक गर्नुस् र एउटा ओटीपी कोड आउँछ फोन नम्बरमा त्यो यहाँनिर लाउनुस् र त्यसपछि नेक्स्ट को अप्सनमा क्लिक गर्नुस् र फोन नम्बर भेरिफाई भइसकेपछि तपाईले आफ्नो अनुहारको पनि भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईहरु चाहिँ मेल हो कि फिमेल हो अथवा रियल पर्सन हो कि हैन भनेर चाहिँ भेरिफाई गर्नेछ। भेरिफाई गर्नुको लागि भेरिफाई नाउ को अप्सनमा क्लिक गर्नुस् र तपाईले चाहिँ आफ्नो अनुहारलाई यता दायाँ बायाँ गर्नु लागेको हुन्छ, त्यहाँ जे भनेको हुन्छ त्यही गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर भेरिफाई हुनेछ। जस्तै मैले भेरिफाई नाउ को अप्सनमा क्लिक गरे र त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ वेटिङ फर द रिजल्ट भनेको छ। भेरिफाईको लागि यहाँनिर गएको छ र फेस डिटेक्ट भनेको छ सक्सेसफुली यहाँनिर भेरिफाई भएको छ। अब यो एपलाई रिस्टार्ट गर्नुपर्ने हुन्छ। रिस्टार्टको अप्सनमा क्लिक गरेर एप्लिकेसनलाई फेरि ओपन गर्नुपर्ने हुन्छ र त्यसपछि अब यहाँनिर देख्न सक्नुहुन्छ भेरिफाईको लागि भइसकेको छ। अब यहाँनिर तपाईले यो फेरि यहाँनिर प्रोफाइलको अप्सनमा जानुस् र यहाँनिर अर्निङ सेन्टरमा जानुस् फेरि र यहाँनिर तल भेरिफाई भएको देख्नुहुनेछ तपाईले। जस्तै यहाँनिर भेरिफाई भइसकेपछि यो टिकट आउँछ र कलेक्टको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। एउटा टिकटले तपाईले एकचोटी स्पिन घुमाउन पाउनुहुनेछ। सो अब स्पिनको अप्सनमा यसरी क्लिक गर्नुबित्तिकै फेरि यहाँनिर टिकट घुम्नु स्टार्ट हुनेछ र यहाँनिर देख्न सक्नुहुन्छ बक्स परेको छ। यसमा पनि यहाँनिर इन्टु 9 कोइन परेको छ। ओके, तपाईहरुले अब अकाउन्ट भेरिफाई गर्नुबित्तिकै तपाईले चाहिँ $8 को बोनस पाउनुहुनेछ। जस्तै यहाँनिर यो तपाईले अर्निङ सेन्टरमा जानुबित्तिकै यहाँनिर $8 को बोनस पाउनुहुनेछ, जसलाई चाहिँ निकाल्नको लागि केही ट्याक्सहरु गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर यो तल दिएको कोइनहरुलाई चाहिँ 0 बनाउनु पर्ने हुन्छ। त्यसपछि डायमन्डहरुलाई पनि 0 बनाउनु पर्ने हुन्छ। मैले चाहिँ यहाँनिर अहिले यहाँनिर $100 को बोनस पाएको छु। यो गर्दै गर्दै सुरुमा $8, त्यसपछि $20, त्यसपछि $50, त्यसपछि $100 को बोनस तपाईले पाउनुहुनेछ। त्यसपछि त्यहाँभन्दा फाल्टो पनि पाउनुहुनेछ
र अहिले चाहिँ म $100 को बोनसमा छु। अब मैले यहाँ 28 कोइन यो कलेक्ट गरिसक्नु बित्तिकै मैले चाहिँ यो $100 फेरि विथड्र गर्न पाउनेछु। यसको बारेमा पनि म तपाईँलाई एकछिनमा कुरा गर्नेछु डिटेल्समा। यसबाट हामीले एकदम राम्रो फ्रीमा खासै धेरै काम नगरिकन पनि अर्निङ गर्न सक्नेछौँ। यो भयो स्पिन गरेर भइहाल्यो, यो एकछिनमा कुरा गर्नेछौँ है। अब सुरुमै अब यो एप्लिकेसन भनेको चाहिँ लाइभ बसेर कमाउने एप्लिकेसन हो। त्यही भएर यदि तपाईँहरू लेडिज हुनुहुन्छ भने चाहिँ सुरुमै तपाईँले आइडी भेरिफाई हुनु बित्तिकै तपाईँले चाहिँ गो लाइभको अप्सनमा क्लिक गर्नुहोस्, त्यसपछि लाइभ बस्नु स्टार्ट गरिहाल्नुहोस्। र यदि केटाहरू हुनुहुन्छ र लाइभ बस्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ पैसा तिर्नुपर्ने हुन्छ। 1200 जति यहाँनिर पैसा तिर्नुपर्ने भन्दा पनि कोइन किन्नुपर्ने हुन्छ र त्यो कोइन चाहिँ अरू यहाँनिर लाइभमा बस्नेहरूलाई गिफ्ट दिनुपर्ने हुन्छ। यदि तपाईँहरू घाटामा नखाइकन चाहिँ यहाँनिर लाइभ बस्न पनि चाहनुहुन्छ, घाटा पनि नखाने तरिकाले बस्दाखेरि चाहिँ घरकै तपाईँले फिमेल मेम्बर कोही हुनुहुन्छ भने चाहिँ तपाईँले अथवा आफ्नो फिमेल साथीहरूलाई चाहिँ लाइभ बस्नु लाउनुहोस् यहाँनिर र तपाईँले चाहिँ 1200-1300 को कोइन किन्नुहोस् र त्यो कोइन चाहिँ गिफ्ट दिनुहोस्। र तपाईँले गिफ्ट दिनुभएको कोइन तपाईँहरूको साथी अथवा कसलाई बस्न लाउनु भएको छ त्यो त्यसबाट विथड्र भइ नै हाल्नेछ। प्लस तपाईँहरूले पनि यहाँनिर अब लाइभ बस्न पाउनुहुनेछ। र लाइभ बसेको सुरु दिनदेखि तपाईँले 7 दिनसम्म चाहिँ रेगुलर बस्नुहोस्, तपाईँले राम्रो कोइन पाउनुहुनेछ। र मेन सबैभन्दा धेरै पैसा कमिने चाहिँ अरूहरूले दिएको गिफ्टबाट हो लाइभ बस्दाखेरि। र एप्लिकेसनले पनि तपाईँलाई रिवार्ड चाहिँ दिनेछ। त्यो रिवार्ड क्लेम गर्नको लागि चाहिँ एप्लिकेसनले 7 दिनसम्म एकदम राम्रो कोइनहरू तपाईँलाई गिफ्ट दिनेछ। तपाईँले 1 घन्टा 2 घन्टा जति चाहिँ डेली लाइभ बस्नुपर्ने हुन्छ र 2 घन्टाको तपाईँले गिफ्टहरू क्लेम गर्नको लागि यो अप्सनमा क्लिक गर्ने, त्यसपछि यहाँनिर तपाईँले माई डाटाको अप्सनमा क्लिक गर्ने, त्यसपछि यहाँनिर गिफ्टहरू सबै यहाँनिर हुन्छ, देख्न सक्नुहुन्छ। अब गिफ्टहरू छ, यहाँनिर क्लेम गर्ने अप्सन आउँछ, यो डेली ट्याक्स भनेर रहेको छ, यसमा क्लेम गर्ने अप्सनहरू आउँछ। क्लेम गर्नुहोस् र तपाईँहरूको यहाँ एकाउन्टमा एड हुनेछ। यहाँनिर भएको यो कोइन चाहिँ तपाईँले पैसामा कन्भर्ट गरेर निकाल्न सक्नुहुन्छ भने यो कोइन चाहिँ तपाईँले अरूहरूलाई गिफ्ट दिने हो। सो तपाईँहरू केटाहरू हुनुहुन्छ भने चाहिँ तपाईँले लेभल 5 कम्प्लिट गर्नुपर्ने हुन्छ। लेभल 5 भनेको अरूहरूलाई गिफ्ट दिएर लेभल 5 कम्प्लिट गर्ने हो। र त्यो लेभल 5 कम्प्लिट गर्नको लागि चाहिँ तपाईँले माई लेभलमा जानुहोस् र लेभल 5 कम्प्लिट गर्नको लागि कति कोइन चाहिने रहेछ, कति कोइनको गिफ्ट दिनुपर्ने रहेछ त्यो देख्न सक्नुहुनेछ। जस्तै लेभल 5 कम्प्लिट गर्नको लागि 85,200 कोइन गिफ्ट दिनुपर्ने रहेछ, त्यसपछि यो लाइभ खुल्नेछ। सो गिफ्ट दिनको लागि यो कोइन किन्नको लागि यो रिचार्जको अप्सनमा क्लिक गर्ने र तपाईँले यो $18 को किन्दा भइहाल्ने रहेछ। यति किन्नुहोस् र गिफ्ट दिनुहोस्। तपाईँहरूको पैसा खेरो जाँदैन। अघि मैले जुन आइडिया भने त्यो आइडियाले गर्नुहोस्, खेरो जाँदैन। तपाईँले फेरि यो पैसालाई विथड्र लिनु सक्नुहुन्छ अर्को एकाउन्टबाट। र तपाईँले लाइभ बसेको अर्निङ यहाँबाट माई डाटाबाट चाहिँ कलेक्ट गर्न चाहिँ नभुल्नु होला। कलेक्ट गर्नु भएन भने चाहिँ त्यो खेरो जान्छ, तपाईँलाई दिँदैन त्यो। त्यही भएर यहाँनिर क्लिक गर्दै कलेक्ट चाहिँ गर्नु होला। र अब यहाँनिर तपाईँले कलेक्ट गर्नुभएको कोइनहरू यहाँनिर आउनेछ। लाइभबाट गिफ्ट पाउनुभएकोदेखि लिएर एप्लिकेसनले गिफ्ट दिएको कोइनहरू सबै यहाँनिर हुन्छ। र त्यसै गरी यो स्पिन यहाँनिर अर्निङ सेन्टरको जुन स्पिन थियो यहाँबाट घुमाएको पैसा पनि जब यो यहाँनिर डायमन्ड र यो कोइनहरू सबै 0 बनाउनुहुन्छ त्यसपछि यहाँनिर आएर बस्ने हो र एकैचोटि तपाईँले विथड्र गर्न सक्नुहुन्छ। र तपाईँले स्पिन गर्नुको लागि टिकट चाहिन्छ। त्यो टिकट कलेक्ट गर्नुको लागि चाहिँ फ्रेन्डहरूलाई इन्भाइट गर्नुपर्ने हुन्छ। इन्भाइट फ्रेन्डको अप्सनमा क्लिक गरेर आफ्नो साथीहरूलाई इन्भाइट गर्नुहोस्, त्यसपछि त्यहाँबाट तपाईँहरूको टिकट कलेक्ट हुन्छ र टिकटबाट तपाईँले चाहिँ यसरी स्पिन घुमाउन पाउनुहुनेछ। जुन चाहिँ यहाँनिर जब यो डायमन्ड र एउटा कोइन त्यसपछि यो माथिको कोइन पनि जब तपाईँहरूको 0-0 हुन्छ त्यसपछि तपाईँहरूको यो रिवार्डलाई तपाईँले निकाल्न पाउनुहुनेछ। जस्तै मेरो यहाँनिर $20 को रहेको छ। अब यो भइसकेपछि यो मैले यो जब यहाँनिर 41 कोइन रहेको छ, यो स्पिन घुमाउँदा घुमाउँदा जब 0 हुन्छ त्यसपछि मैले यो $20 पनि निकाल्न पाउनेछु। यसरी यहाँबाट स्पिन गरेर पनि पैसा कमाउन सकिन्छ, त्यसै गरी लाइभ बसेर पनि पैसा कमाउन सकिन्छ। र यहाँबाट कमाउनु भएको पैसा यहाँनिर हुन्छ कोइनहरू र यसलाई तपाईँले निकाल्नको लागि यहाँनिर यसमै क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर यो अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यो ध्यान दिएर हेर्नु होला। त्यसपछि पेमेन्ट मेथडमा यसरी क्लिक गर्ने, त्यसपछि केमा निकाल्न चाहनुहुन्छ ई सेवा खल्ती त्यसमा सेलेक्ट गर्नुहोस्। यसरी सेलेक्ट गर्ने र त्यसपछि यहाँनिर आफ्नो तपाईँले खल्ती अथवा ई सेवाको नम्बर लाउने, त्यसपछि यहाँनिर यसमा क्लिक गर्ने, त्यसपछि तपाईँहरूको पैसा निक्लिनेछ।